त काम नलागिसक्यो यार भिजेर भिजोक छ यार पाउने साथमा चाहिँ हामीले 3टा नारायण दर्शन गरिसकेका छौँ अब एउटा नारायण मात्र बाँकी छ अनि त्यसपछि मात्र हामी चाहिँ चिया खानेवाला छौँ अहिलेसम्म चिया पनि खाएको छैन पानी पनि पिएको छैन हामी चाहिँ आज 8 बजे नै सकिएको छ हाम्रो यो सफर र हामी चाहिँ पानी परे पनि रोकेन बरु भिजेर भित्रसम्मै पानीले भिजेको थियो पानीले भिजे पनि रोकेन हामी चाहिँ आज चार नारायण घुम्ने भनेर सुरेश र म प्लान गरेको थियो हिजो र चार नारायण घुम्नको लागि चाहिँ 3 बजे नै उठ्नुपर्छ भनेको थियो र 3 बजे फोन गरेछ र म चाहिँ 3 बजे नै उठेर नुहाइधुवाइ गरेर रेडी गरेर आइसक्यो र अब सुरेश चाहिँ अब रेडी भएको छ कि छैन त्यो चाहिँ हेर्नु पऱ्यो हामी चाहिँ सुरुमा चाङ्गु नारायण मन्दिरको दर्शन गर्नेछौँ अनि त्यसपछि अरू मन्दिरहरू पनि जानेछ आज हामी चार नारायण घुम्न जाँदैछु ल माथि समुद्र अब बाँकी त तिमीले चलाउने हो हुस्सु आएछ त है अहिले त पानी चाहिँ अहिले परिरहेको छैन तर हुस्सुले भरिएको रहेछ अहिले चाहिँ बाटाहरू पनि खालि दबाई कागजको हुस्सु पुरै आइरहेको रहेछ हुस्सुको कारणले अब यसो देखिरहेको छ 3 बजेर उठेर अहिले गरेर सुगर लगाएर रेडी हुनुको लागि अब लगभग 4 बज्नको लागि चाहिँ 4 बज्नको लागि 7-8 मिनट जति बाँकी छ हामी चाहिँ अब हुने लाग्यो हेर्दाखेरि त खुल्लै छ जस्तो लागिरहेको छ मन्दिरभित्र चाहिँ एकदम हुनुहुन्छ जस्तो सोचिरहेको छ मैले चाहिँ त्यो सिडीबाट हिँड्नु हिँडिकन जाने साथीहरूलाई अब नयाँ बाटो देखाउन गइरहेको छ हामी चाहिँ अब माथि मन्दिरसम्म नै बाटो बाइक चाहिँ लान पाउँछ बाइक लान मिल्ने ठाउँ छ र यहाँबाट चाहिँ अब यो चाहिँ कम्डोबाट जाने बाटो हो क्या त्यस्तो बाटो हिँड्नुपर्छ बाटो त अलिकति खतरनाक छ नि फेरि खै बाटो यहाँ सुरिचन्दन गएको बिहानको समय छ चाङ्गुनारायणमा प्रवेश गर्दैछौँ र तपाईँहरूले चाङ्गुनारायणमा स्वागत छ खासमा यो गेटबाट आउनुपर्ने थियो तर बाइक माथिसम्मै आउँछ कि भनेर चाहिँ यताबाट आएको जान सकिन्छ दर्शन गर्न सकिन्छ यहाँ दर्शन गर्न भ्याएर अनि फेरि अर्को नारायण पनि जानुपर्छ
चाहिँ 4 बजेको छ, बिहान 4 बजे। बिहान 4 बजे नै हामी चाहिँ चाँगुनारायण मन्दिरमा दर्शन गर्न आइपुगेको छौँ। अहिले चाहिँ धेरै भिड छैन यहाँ। दर्शन गरिसकेका छन्, टिका पनि लगाइसकेका छन्। अब हामी चाहिँ अर्को नारायणमा जानेवाला छन्। चार बजेर 8 मिनट भएको रहेछ। हामी चाहिँ चाँगुनारायण मन्दिरलाई अब चाँगुनारायण मन्दिरमा चाँगुनारायण मन्दिर दर्शन गरेर सकिसक्यो र हामी चाहिँ अब अर्को मन्दिरतिर जाँदैछौँ। गोदावरीमा जाँदैछौँ। गोदावरीमा अब यो जेठा नारायण भयो, गोदावरी मैला नारायणमा जाँदैछु। यो चाहिँ चाँगुनारायण जाने मन्दिर बाटोबाट हामी खिचिरहेको छ। यो चाहिँ काठमाडौँको भक्तपुरको दृश्य हो र यो चाहिँ एयरपोर्टको दृश्य पनि देखिन्छ। यहाँबाट एयरपोर्टको बत्तीहरू हेर्नु होला। बाटोबाट अब हामी गोदावरी जाने भनेको चाहिँ कोटसोर चोक है। रातिको दृश्य देखिन्छ। बाटोबाट छिरिसक्यौँ। हामी 7 बाटोबाट छिरिसक्यौँ र गोदावरीतर्फ लाग्दैछौँ। यो चाहिँ गोदावरी जाने बाटोको हाइवे, ठुलो हाइवे देखिन्छ। यो यता चाहिँ झिलमिली अलिक धेरै रहेछ है, बत्तीहरू अलिक बल्दो रहेछ यतातिर चाहिँ। बाटो चाहिँ एकदमै चिप्लो। अब
श्री बिसङको नारायण मन्दिरमा जानलाई हामी अगाडि बढ्दैछु र यो बाटो चाहिँ यस्तो चिप्लो बाटो छ कि तपाईँको त मान्छेहरू हिँड्नलाई पनि एकदमै गाह्रो हुने खालको रातो माटो बाटो रहेछ बल्ल बल्ल। हामी अहिले गोदावरीको बिसङको नारायण मन्दिरमा आइपुगेको छन्। अब साथीले के रेडी गरेर हो कि हो। हामी चाहिँ अहिले गोदावरीको नारायण मन्दिरमा आइपुगेका छौँ र चाङबाट यहाँ आइपुग्नुको लागि लगभग ठ्याक्कै 1 घन्टा जति लाग्यो हामीलाई। अहिले चाहिँ ठ्याक्कै 5:10 जति पुगेको छ। हामी 5 बजेभन्दा अगाडि नै आइपुग्थ्यो होला, अलिकति बाटो कन्फ्युज भएर चाहिँ अलमल पऱ्यो, त्यही भएर अहिले 5:10 गएको रहेछ। हामी अब दर्शन गर्न जाँदैछौँ। हुस्सु लाग्यो भन्ने कारणले यस्तो देखिरहेको छ। यसको थाहा छैन। किन सक्दैन? सकिहाल्छ नि, सक्छु। अहिले चाहिँ हामीले यहाँबाट छिर्न दिएको छ। खासमा यहाँ चाहिँ 2टा लाइन हुने, खासमा यहाँ चाहिँ एउटा लाइन हुनु पर्ने, 2टा लाइन मिलाइरहेको छ। यहाँबाट तलबाट जानुपर्ने मात्र रहेछ। हामी चाहिँ त्यहाँबाट आएको थियो, त्यहाँबाट आउनेलाई पनि लाइन अब चाहिँ बन्द हुनेछ। अब यता मुनिबाट चाहिँ आउँछ मान्छेहरू, यहाँबाट चाहिँ जाने बाटो मात्र। अघि सबैजना यहाँ तलबाट आएको थियो, अब यहाँबाट जानुपर्छ। Posso passare? Posso dire algo? Ora यो गइन्छ 5:30 बजे गोदावरी मन्दिर, गोदावरी नारायण थापा मन्दिर झ्यालसिमा नै चिन्नुहुन्छ। अर्को मन्दिर निलवा 5:30 भनेपछि 6:30 त त्यही पुग्छ हामी। 6:30 भनेपछि 8 बजे त घर पुग्ने रहेछ हामी, यस्तो हिसाब गर्दा 8-9 बजीतिर त घर पुग्ने रहेछ। शैल नारायण थान ल, शैल नारायण थानमा आइपुगेको छ। पहिला त यहाँ कति धेरै माछाहरू थियो है, अझ पनि अहिले पनि रहेछ है माछाहरू। सानो सानो रहेछ, पहिला चाहिँ ठुल्ठुलो थियो, अहिले सानो सानो रहेछ। दाममा पो लाग्यो यार म त। यता
भगवानलाई दर्शन गर्न पनि धेरै गाह्रो रहेछ है। पानी पर्यो हामी त उताबाट आएको। गोदावरी सबै पुगेर आइसक्यो हामी। कति बजीदेखि हिँड्नुभयो? 3 बजे। टाढा पनि त्यो नजिक यही छ। सबैभन्दा टाढै है हाम्रो लागि चाहिँ टाढा होइन। मन्दिर जस्तोको लागि त छाता हाम्रो त ल्याएन। काम नलागिसक्यो यार भिजेर। भिजुक छ यार। ठुल्ठुलो माछा चाहिँ यता रहेछ ल। सफा है पानी त यार। इचाङ्गु नारायण जानेवाला छौँ अब। कान्छो अब एउटा मात्र बाँकी हो। कति बज्यो? लगभग 7 बजेको होइन? 6:30 पौने 7 भयो। पौने 7मा चाहिँ हामीले 3टा नारायण दर्शन गरिसकेका छौँ। अब एउटा नारायण मात्र बाँकी छ। अनि त्यसपछि मात्र हामी चाहिँ चिया खानेवाला छौँ। अहिलेसम्म चिया पनि खाएको छैन, पानी पनि पिएको छैन, मात्र बस। फाइनली हरिभोजनी एकादशी भनेको बल्ल बल्ल पुग्यो है। जति पानी परे पनि हामी चाहिँ नरोकिकन आयो। आज हाम्रो सफर अन्तिम चरणमा पुगेको छ। यहाँबाट जाने हो? हामी चाहिँ ठ्याक्कै मन्दिरको पछाडिको लाइनमा छौँ। लाइनमा चाहिँ यसरी मिलाएर बस्नुपर्छ।
लगभग हाम्रो सफर चाहिँ अझ सकिएको छ। सफर लास्टको यो मन्दिर दर्शन गरिसकेको छ र हामी चाहिँ आज 8 बजी नै सकिएको छ हाम्रो यो सफर र हामी चाहिँ पानी परे पनि रोकिएन, बरु भिजेर भित्रसम्मै पानीले भिजेको थियो। पानीले भिजे पनि रोकिएन। यो सफर चाहिँ हामीले सफल नै पारिसक्यो र अब